अलराइट गाइस, सबैजना स्वागत छ मेरो 39 मिनट भ्लगमा। यो हजुर सबैजना सञ्चारमा साथीहरु, म नि एकदम सन्चै छु। आज चाहिँ म चाहिँ जाँदैछु चाहिँ खेत र बिउ हेर्नको लागि। खेत आएको साथीहरु, बिउ त ठुलो नै भइसकेको रहेछ, तर हैन बाक्लो चाहिँ धेरै नै बाक्लो भएको थियो हैन। बिउ चाहिँ देख्न सक्नुहुन्छ हजुरहरु नि हैन, हल्का बाक्लो भएको छ बिउ चाहिँ। अब 2-4-5 दिनमा चाहिँ रोप्न चाहिँ ठिकै हुन्छ होला हैन। अब चाहिँ त्यही साथीहरु हैन, खेतबाट सिधै रुममा आए साथीहरु। आज चाहिँ रहेको चाहिँ शिक्षाको इक्जाम, आज एकछिन चाहिँ पढ्छु भनेर चाहिँ पढ्नतिर लाग्यो हैन। म चाहिँ यस्ता गरेर कपडा सपडा लाएर रेडी भयो, अब चाहिँ जाँदैछु साथीहरु म चाहिँ कलेज इक्जाम दिनको लागि। अहिले चाहिँ कलेजबाट इक्जाम दिएर नि आइसकेको साथीहरु। इक्जाममा चाहिँ शिक्षाको इक्जाम नै आज राम्रै भएको थियो हैन, एकदम हैन। हल्का बिग्रेको भनेको नेपालीको बिग्रेको छ, त्यही साथीहरु गर्मीले लास्टै थियो कि हैन। अनि चाहिँ खानासाना खाएर साथीहरु हैन कलेजबाट घाममा आएर भएको होला यस्तो निन्द्रा खतरा लाग्दिन्छ कि हेर्नु न कस्तो टाइपमा म चाहिँ सुतेको थिएँ हैन। सुतेर उठेको चाहिँ साथीहरु साँझ नै भइसकेको रहेछ हैन। सुतेर उठिसके साथीहरु यस्तो झ्याउ चाहिँ बोर चाहिँ मलाई मात्रै लाग्छ कि सबैलाई हैन, यस्तो बोर लागिरहेको थियो हैन। बोर लाग्यो भनेर काम नगर्ने कुरा चाहिँ भएन फेरि साथीहरु हैन। अझ म चाहिँ काँसी कोदालो अनि गोरुलाई लिएर जाँदैछु अहिले चाहिँ खेततिर। हल्का काम चाहिँ रहेको छ खेतमा अलिअलि कता हैन। अब चाहिँ 4-5 दिनमा रोप्नु पर्ने छ नि त, हल्का काम चाहिँ गर्नु पर्यो। खेतमा गएर म चाहिँ कुलो बनाएँ साथीहरु, पानी चाहिँ लगाएँ खेतमा। अब चाहिँ 2-3 दिनपछि चाहिँ रोपाइ गर्नुपर्ने छ नि त, हल्का गल्छ खेत भनेर चाहिँ म चाहिँ पानी लगाइदिएँ। पानी लगाएर धारछेउ खन्छु भनेको त साथीहरु फरुवाको बिड नै भाँचिएले जहिले मसँग यस्तै हुन्छ कहिले हैन। उ जुवालीको उ भाँचिन्छ, कहिले फरुवाको बिड भाँचिन्छ। फरुवाको बिड भाँच्यो भनेर काम रोक्ने कुरा त हुँदैन साथीहरु हैन। म चाहिँ घरमा गएर अर्को फरुवा ल्याएर त्यतिर फेरि कुला खन्नु पर्ने थियो सोरकट्टाको नि, अनि पानी आउने चाहिँ बनाएँ मैले चाहिँ खनेर अलिकति। खेतको कामहरु सबै सकेर साथीहरु गोरुलाई ल्याएर म चाहिँ आइसिदा घर हैन। पसिना चाहिँ लास्टै आएको थियो हैन, अनि चाहिँ नुहाउन जान्छु भनेर चाहिँ म त कपडा सपडा खोलेँ। अहिले चाहिँ नुहाएर फ्रेस नै भइसक्यो साथीहरु हैन। म चाहिँ के साह्रो हैन साथीहरु, आफूले दुब्ला जस्तो लागिरहेको छ हैन। धेरै काम गरेर हो कि किन हो, हल्का दुब्ला जस्तै लागिरहेको थियो हैन। अनि त्यस्तै हैन साथीहरु, त्यो चाहिँ अनि चाहिँ सबजनाले माया देखाइदिनु होला हैन, सबजनाले फलो गरिदिनु होला। 90 डे च्यालेन्जकोमा चाहिँ सबजनाले हैन 10K फलोवर्स चाहिँ पुगाइदिनु होला भन्न चाहन्छु साथीहरु हैन। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। त्यही हो सबैले चाहिँ नेक्स्ट भिडियोमा भेट्नुपर्छ, त्यतिसम्मको लागि बाइ बाइ साथीहरु।